के रे सुन्नु न, यो बिजौरी भन्ने कहाँ छ? आइहाल्छ गाइस फाइनली आइसक्यो हाम्रो बिरयानी प्लस एउटा चोर यहाँ छ। कन्टेन्ट फेरि ताइना तुइको भइरहेको छ। म 2 दिन चाहिँ हल्का बिजी भयो गाइज, फेरि पनि बिजी भएर फेरि भोलिदेखि इक्जाम पनि छ क्या गाइज मेरो। अहिले चाहिँ म यहाँ के हेर्नु, एका साइडमा मात्र हेर्छन् मान्छेले, के गर्नु र गाइज। त्यही भोलिदेखि इक्जाम छ गाइज मेरो होइन। अब आज चाहिँ एकछिन नवीन भन्ने मान्छेसँग चाहिँ किन हो आज के छ त्यस्तो, यस्तरी बिजी छन् मान्छेहरू, पेलेर आउँछन् त सबै यार, यस्तो त नगरौँ न हौ। नवीन छ गाइज पर होइन, एक ठाउँ अड्डी राखेको छ, त्यसलाई मैले अब गाडीमा गएर थर्काउँछु एकचोटि। यस्तो पर्याङ हान्छु, के हो ठुलो कुरा गऱ्यो भन्दै थर्काउँछु। गोब गोब टड्याउँ यो हावाले खबरै सुनौला मेरो यादले, कुनै दिन रुला हावा सररा। कहाँ छ यो नवीन भन्ने, देख्दिन है म त। हामी जानुपर्ने चाहिँ सिधै छ गाइस है। अब यो कहाँ पो छ फेरि, अब एउटा टेन्सन भए पो हुन्छ। कहाँ हो त, को भ्याउने रे, कहाँनिर छौ तिमी पहिला भन। अञ्चलमा ए अब के हो लड्ने हो, किन जोस्या छौ तिमी मसँग? राम्रोसँगै फेरि हिरो नहुने फेरि गफ गफ टड्याउँ। ल गाइज अब हामी निक्लिन पर्ने हुन्छ बिरयानी खान गाइज, स्पेसल तरिकाको। आज नवीन स्पोन्सर। जानुहोस् यताबाट जाऊँ न यार। लास्ट टाइम आएर टर्निङ त हान्दैन नि, त्यही पनि ठिकै छ। बल्ल भिडियो हाल्दै थिएँ मैले टिकटकमा, भाइरल भइगयो छ कसम भने 7000 भ्युज आएको थिएँ। क्या त्यो घोप घोप टड्याउँ टुडुन टड्याउँ भन्न गाना गाउँथ्यो नि, हो त्यही वालामा। म त हेरेको थिइनँ बड्डा, एकछिन हेर्नु पऱ्यो, नहाले अन्त धेरै भए चाहिँ के हाल्नु पर्ला भन्न गएको थिएँ। एउटा पोस्ट गरेँ, त्यो हेर्छु र 6000 कति सय भ्युज आएको थियो, 7000 आइजाला नभए। ल गाइज फाइनली टिकटकमा एउटा भिडियो भाइरल भयो मेरो, हेर्न सक्नुहुन्छ 1 मिलियन भ्युज छ है। 1 मिलियन छ। के रे सुन्नु न, यो बिजौरी भन्ने कहाँ छ? आइहाल्छ, नजिकै रहेछ नि। ए ल हस् हुन्छ, थ्याङ्क यू। गाइस फाइनली आइसक्यो हाम्रो बिरयानी प्लस एउटा चोर यहाँ छ। अब खानुपर्छ गाइस बिरयानी, यही खाना लगाएको थियौँ क्या हामी, हेर्नु सक्नुहुन्छ दामी तरिकाले। यो खान्छौँ फेरि यो खाएपछि भेट्छौँ गाइस है। गाइज सहिड भयो, सबै सक्यो गाइज। अब फेरि यहाँबाट निक्लिन्छौँ हामी चाहिँ, अगाडि फेरि जान्छौँ। यो कपाल काट्ने अरे यो मान्छेले, यहाँ कपाल काट्छु भन्न अड्ट्याउँछ पुरा, त्यही नै हो। अब कपाल काट्छ उसले, म बस्छु एकछिन कपाल काट्ने ठाउँमा, अनि त्यस पछाडि फेरि यताबाट पहिला निक्लिन्छौँ, अनि त्यहाँ भेट्छु है त गाइज। ल गाइज अब चाहिँ निक्लिनु पर्ने हुन्छ। हामी नास्ता खाएको छ यतिर है, यो ट्याक्कै बिजौरी र यो चाहिँ हाम्रो डन स्पोन्सरवाला है यो चाहिँ। ल त गाइज अब यहाँदेखि चाहिँ निक्लिन्छौँ है त हामी पनि। त्यही हो तल अब कपाल काट्ने भन्छ नि, त्यहीँ गएर भेट्छु गाइज है। योभन्दा अगाडि चाहिँ तपाईँलाई म एउटा चिज चाहिँ देखाउँछु गाइज। यहाँनिर कत्रो रुख छ हेर्नु है, यो रुखले लगभग 60-70 वर्षसम्म यो रुख यहीँ थियो गाइज होइन। अब 4 लेनको बाटो बन्दाखेरि चाहिँ यो अगाडिको रुखलाई चाहिँ कटाउनु पर्ने भयो अरे क्या। ल हेर्नु सक्नुहुन्छ यति ठुलो रुख हो नि यो, अझै काटिसकेको छैन। यो कुहाउनलाई चाहिँ यतिकै राखेको छन् अहिले, लास्टै ठुलो रुख छ क्या यो चाहिँ। बिजौरीको नाम राखेको थियो यो रुखले, तर यो रुख पनि जाने भयो अबदेखि चाहिँ। त्यही नै हो, अब रुख जाँदै गर्छ, विकास हुँदै गर्छ गाइज। अलिकति विनाश नहुँदै विकास हुने सम्भव छैन, त्यही भएर 1-2वटा रुख जान्छन्। 1-2वटा नै, यो घोराई तुलसीपुर रोडमा त लास्टै रुखहरू काट्यो नि गाइज फेरि। त्यसले गर्दाखेरि पनि धेरै समस्या गनाएको थियो क्या यो। फेरि पर्मिसन माग्ने हिसाबले समस्या गराउँछ क्या सरकारी काम त। एउटा पोल तान्नलाई पर्मिसन मागेको छ,
एउटा रुख काट्नलाई पर्मिसन मागेको छ, नाली बनाउनलाई अर्को पर्मिसन मागेको छ, फेरि बाटोमा एक्स्ट्रा माटो राख्नलाई पनि अरू पर्मिसन मागेको छ। पर्मिसन माग्नुपर्छ। त्यो भएर पनि यो ढिलो हुन्छ काम चाहिँ। त्यही नै हो। अब काम जतिसक्यो ढिलो भयो नि हामीलाई फोलेनको बाटो चाहियो। अरू थाहा भएन, जनताले कर तिरेकै छ नि, भर्खर 5300 तिर्नुपर्ने भएको छ यो बाइकको। भनेपछि काम त हुनु पऱ्यो नि त, पैसा त दिएको छ नि त सरकारलाई। त्यो हिसाबले गाइज है। ल त्यही नै हो। अब अगाडि गएर भेट्छु गाइज। यो हल्लोहरूले कहाँ कपाल काट्ने भन्छ, जान्छु अब चाहिँ तपाईँ। ल गाइज हामी त्यहाँदेखि निक्लिसक्यौँ, तर निक्लिँदै पानीले भेटा जस्तो छ गाइज। अब भिकिन्छ। माई गड, ओ माई गड, ओ माई गड, ओ माई गड। तर के गर्नु, फेरि यस्तै जाम हुन्छ त फेरि टेन्सन लाग्छ, भेजा जस्तो माई के सोधो। अब न यता नहुँदा हेर्न, दुईपट्टि एउटा प्याक भइगयो क्या। अब यताबाट पनि छैन ठाउँ हुँदा। अब उहाँ पेलिनेट ढाउ हुन्छ त्यहाँ त। ए आमा हो, माने मैले यो गाडीलाई पनि। ओहो पुरै जाममै परे जस्तो भयो त गाइस। यतातिर फेरि यस्तो छ, यस्तो रोक्नेलाई पनि केही न केही व्यवस्था त गर्नुपर्छ यार गाइस यार, न त गाह्रो हुन्छ त हौ। अब यो मैले कहाँ लग्ने हो थाहै छैन क्या। जाने दो मदर चोद। पुरा पिलेर हाल्नुपर्छ बल्ल जानिदिन्छन् क्या फेरि, झ्याउलाङ जस्तो। ये देखो जेब्रा क्रसिङ कहाँ आयो? यो त नेपाल सरकारलाई जरिमाना ठोक्नु पर्ने होइन? ल गाइस पानीले पनि भेटाए जस्तो छ। अब हाम्रो गान फट्नेवाला छ, तर हामी घर आइपुगेका छौँ गाइज। त्यही भएर आजको भिडियो चाहिँ यति नै गाइज। अब पुरै भिगाउला जस्तो छ गाइज होइन? ल कतिसम्म हेर्नुभयो, थ्याङ्क यू फर वाचिङ गाइज। यहाँ गान फट्यो गाइज। अब यसरी मान्नुपर्छ गाइज, पुरै परिगयो। ल गाइज पानीले पुरै भेटाइसकेको अवस्था छ। ट्याङ्कीमा पुरै पानी हेर्न सक्नुहुन्छ यहाँ। अब त्यही होइन, हामी पल्टी लाग्ने हो भित्रतिर। पानी परोस् नपरोस् मतलब भएन। खाली